नमस्कार सबैजनालाई। नेपालको सहकारी क्षेत्र अहिले सङ्कटमा छ। बचतकर्ताको अर्बौं रुपैयाँ फसेको छ। सरकारको अनुगमन कमजोर देखिएको छ र कतिपय सहकारीका सञ्चालकहरूकै लापरवाहीले यो समस्या झन् चर्किएको छ। के सहकारीहरू साँच्चै असफल हुँदैछन्? बचतकर्ताको रकम सुरक्षित छ कि छैन? सरकारको कदम कतिको प्रभावकारी छ? आजको यो भिडियोमा हामी सहकारी क्षेत्रमा भइरहेको अनियमितता र समाधानका उपायहरूको बारेमा विस्तृत चर्चा गर्नेछौँ। रोइरहेको छ, कोही भोकै छ, कोही तिर्खै छ, कोही नाङ्गै छ। पैसा माग्दाखेरि नदिएर मलाई पैसा चाहे भनेर दिएन उले। लाखौं सहकारी पीडितको खर्बौं रुपैयाँ अपचलन भयो। नेपालमा सहकारीको इतिहास 68 वर्ष पुरानो छ। आधुनिक सहकारीको यात्रा 2013 साल चैत 20 गते चितवनबाट सुरु भयो। बखानपुर सहकारी नेपालको पहिलो सहकारी संस्था भयो। 2017-18 सम्म केवल वित्तीय सहकारी संस्था मात्र स्थापना भएका थिए। सदस्यको सङ्ख्या 11,000 थियो भने तिनीहरूले जम्मा 15 लाख ऋण प्रवाह गरेका थिए।